हाम्रो संविधान र हाम्रो कानुनले प्रष्टसँग भन्छ भूमिहीन दलित र कहीँ कतै जमिन नभएको सुकुम्बासीको हकमा उसको संवैधानिक हक छ, उसले यसरी व्यवस्थापन गर्नुहुन्छ। हाम्रो कानुनले प्रष्टसँग भन्छ, संविधानले प्रष्टसँग भन्छ अव्यवस्थित बसोबासी जो हुनुहुन्छ, जो भूमिहीन दलित वा सुकुम्बासी होइन है, अव्यवस्थित बसोबासीको हकमा जो वर्षौंदेखि बस्नु भएको छ उनीहरूको हकमा यसो गर्नु भनेर भन्छ। हाम्रो कानुनले प्रष्टसँग भन्छ नदी किनारामा बसेको मानिसहरूको वैकल्पिक व्यवस्था गर्नु, उनीहरूलाई पहिला पहिचान गर्नु र त्यसपछि यसरी व्यवस्थापन गर्नु, सबै कुरा भन्छ। हाम्रो कानुनले प्रष्टसँग भन्छ यदि कोही नक्कली सुकुम्बासी छ भने आफ्नो जग्गा जमिन लुकाएर कोही बसेको छ भने उसलाई जमिन नदिनु, उसलाई कानुन बमोजिम कारबाही गर्नु पनि भन्छ। यी सबै कुराहरू सरकारले गर्नुपर्छ। नेपाली कांग्रेस पार्टीको यसलाई साथ रहन्छ। यो सबै कुराको लागि वर्षौंदेखि छलफल बहस भएको छ। म यो यतापट्टि कोठा सम्झन्छु, यो कोठामा मैले कम्तीमा 4 दिन 5 दिन बिताएको छु। एमालेको सांसदहरूसँग बसेर, माओवादीको सांसदसँग बसेर, जसपाको सांसदसँग बसेर हामीले घण्टौं छलफल गरेका छौँ र सन्तोष परियारजी मलाई याद छ, राजसभामा हुनुहुन्थ्यो, उहाँसँग बसेर हामी घण्टौं छलफल गरेका छौँ। केमा छलफल गरेका छौँ? भूमि सम्बन्धी विधेयकको 9औं संशोधनमा। र छलफल गरेर हामीले यति धेरै संशोधन राख्यौँ, जुन संशोधन राखिसके पछाडि त्यो संशोधनको आधारमा करिब चाहिँ त्यो विधेयक 95% रिराइट भएको छ, जसले सुकुम्बासीको हकमा के गर्ने, अव्यवस्थित बसोबासीको हकमा के गर्ने, त्यसै गरिकन नदी किनारामा बसेको हकमा के गर्ने, कसरी गर्ने, राजस्व कति लिने, सबै कुरा टुङ्गाएको छ। र प्रतिनिधि सभाबाट त्यसलाई पारित गरेर राष्ट्रिय सभाबाट पारित गर्ने बेलामा भाद्र 23-24 को घटना भयो र त्यसपछि संसद भङ्ग भयो। अहिलेको सरकारलाई कति सजिलो थियो, त्यो कानुन हातमा थियो, त्यो कानुनमा सबै दलको सहमति थियो र त्यसमा अझै अरू प्रोग्रेसिभ कुरा हामीले पनि सोध्नु नसकेको कुरा, नयाँ साथीहरू हुनुहुन्छ, त्यो साथीले के नयाँ कुरा सोच्नु भयो भने उहाँले गर्न सक्नुहुन्थ्यो, गर्न पाउनुहुन्थ्यो। तर के पनि गर्नु नपर्ने। हिजो मैले हेरेँ अध्यादेश, भूमि आयोग खारेज गर्यो भन्नुभएको छ। खारेज गरेर के बनाउनु भएको छ? समिति बनाउनु भएको छ। एकदम हामीले खारेज गर्यो, नयाँ कुरा बनायौँ भनेको छ। लाखौंको संख्यामा अव्यवस्थित बसोबासीहरू छन्। वर्षौंदेखि यो मुद्दा थातिरह्यो। हो, हामीबाट गल्ती कमजोरी भएको भनेको यो विषयलाई हामीले धेरै पहिला टुङ्गाउन सकेनौँ। तर यत्रो वर्षपछि यत्रो पेचिलो विषय जब टुङ्गिने बेला आएको थियो, अहिले यो विषयलाई कसरी ह्यान्डल गर्ने? स्टेट भनेको यस्तो हुन्छ, राज्यले बल प्रयोग गर्न पाउँछ, तर राज्य बराबर हुन पाउँछ। भाद्र 23 गते जुन घटना भयो, त्यो घटनाको विरोध हामीले किन गरेको? त्यो घटनाको किन विरोध गरेको भने त्यो बेलाको राज्यको जिम्मेवारी लिनुभएकोहरू हामीहरू पनि थियौँ। त्यसैले त हामीले दण्ड पायौँ। त बल प्रयोग गर्दै गर्दाखेरि यति बर्बर भयो, यति दमन गर्यो, यति निर्मम भयो, यति क्रूर भयो, यति कठोर भयो।